उषा यो पढ्दा कस्तो छ? कति पढ्नु हो तेरो लभ लेटर पनि 3 वर्षदेखि यही त पढिरहेको छु। उषालाई एउटा दिन सके होइन, भयभरको मैले पढेर भ्याइसकेँ। के गर्ने यार, दिने हिम्मतै आउँदैन। हिम्मत छैन भनेर हुन्छ भने एकचोटि भनी त हेर, एटलिस्ट थाहा त हुन्छ नि उसले यस भन्छ कि नै। म आज उसलाई यो लेटर दिएर आऊँ त? त्यो लेटर लिएर गएर मेरो मम्मी बुवालाई देऊ है। के छ र यो लेटरमा? म 4 दिनदेखि बोयफ्रेन्डको घरमा बसिरहेको छु। मैले उसलाई धेरै माया गर्छु। बिहा गरौँ भनेको घरबाट मान्नु भएन। त्यही भएर यो चिठी तिमीलाई मेरो मम्मी बुवालाई देऊ भनेको। साथीको लागि यति त गरिदिन्छौ नि। मलाई हतार छ, म गएँ ल। यो सब कसरी भयो? के गर्नु कुशल, मेरो भाग्य नै यस्तो रहेछ। यो उमेरमा मैले यति धेरै दुःख पाइसकेँ कि मलाई बाँच्नै गाह्रो भइसक्यो कुशल। के तिमीलाई म जिन्दगीभर साथ दिन सक्छु? तिम्रो सबै दुःख आजबाट मेरो भयो। तिमीलाई कहिले भन्न सकेको थिएन, तिमीलाई म धेरै पहिलेदेखि माया गर्थेँ। के तिमी मेरो मायालाई स्वीकार्छौ? को हो यिनीहरू? मेरो प्यारो छोरीहरू। यो जेठी, यो काइली, दुईटा बिचको स्कुल गएछन्। यो जन्मिनेवाला चाहिँ कान्छी। तिमीहरूको हुनेवाला बाबालाई नमस्ते गर।